के गर्न बजार भन्नु हेर्नु 1 प्लेट दिने भाइ बोकेर मात्र लगेर 10 प्लेटै हामी ए मलाई नि बोकेर लानु न म त सित्तैमा खुवाउँछु होला एउटा त मागेर भए पनि भिख मागेर भए हेलो हेलो बोकौँ न थोरै सर चाहिँ राई नै रहेछ हामी हाम्रै वंश हाम्रै वंश अरे हो नि त राई भएपछि राई भएपछि अब पाछा पनि मिल्नु पर्यो नि त हाम्रै वंश हुनुलाई त ए हाम्रै वंश यो चाहिँ हो नि त बाटो यी लाइन नै जन्ती हिँडेको मेरो बिहेमा भनेको त ट्याम्कै पो हिँडेको रहेछ त वेलकम टु माई ब्लग फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा आज चाहिँ हामी ट्याम्के घुम्न गयो नि त हामीहरू पनि आउँदैछौँ तल यहाँ चाहिँ ऊ त्यहाँ तल आउँदैछ अनि हामी चाहिँ ऊ तलको गाउँदेखि आएको अब चाहिँ हामी माथि पुग्नुपर्ने छ धेरै माथि बाटो उकालो बाटो हिँड्नुपर्ने छ हामी चाहिँ अलि माथि नै छौँ हामीहरू चाहिँ तल आउँदैछ हामी चाहिँ दुईजना माथि बुसिरी म पुगेर पर्ख्यौँ न त भनेर उँभो हिँडेको अनि हामीहरू चाहिँ तलबाट आउँदैछ हामीहरू चाहिँ अहिले यहाँ बुसुरीमा बस्छ अनि हामी तपाईँलाई देखाउँछौँ एकछिन धामी बस्छ नि त हामीहरू चाहिँ ऊ तल आउँदैछ उति तल हामीहरू चाहिँ हामी चाहिँ सिधै माथि हिँडेको राइट बुसुरी चाहिँ यो अनि धामी पनि बस्छ तालो टाउकोसँगले बुढे भाइ सुकु बाबे कता हिँडेको अरे ट्याम्के के गर्न बजार भन्नु हेर्नु कता हिँडेको आशिष हामी पनि बसिसकेर हामी चाहिँ उकालो बाटो लागिसक्यो यता अनि साथीहरू टन्नै छ ऊ तल पनि आउँदैछ आज चाहिँ टाम्के हिँडेको हामी उकाले ओह्राली झरौला भन्ने बाटो चाहिँ यस्तै छ है हामीहरू चाहिँ तल छ हामी चाहिँ माथि आइदिएको तलबाट हामीहरू चाहिँ आउँदैछ हामी चाहिँ धामीलाई जित्देर हिँडेको अनि माथि बस्ने पर्खेर धामीलाई अनि धामी बस्छ अनि यसो भिडियो गरेर हालिदिने त्यति हो यो बाटो चाहिँ यस्तो जोर गाडी हिँड्नुपर्छ कि फुत्त निक्ल्यो नासिस आज हामी ट्याम्के हिँडेको है रामी केटी हेर्न है अनि बुसुरीको फेद चाहिँ यही हो बुसुरी चाहिँ ऊ माथि छ होइन अनि यहाँबाट यो चाहिँ लाइखा भन्छ यसलाई चाहिँ हामी चाहिँ यताबाट आउँदैछ लाइखाको डाँडा अरे यहाँबाट उकालै जान्छ यो ढुङ्गै ढुङ्गा भएको चाहिँ के अरे त्यो बुसुरी गाई चरे आउँदैछ टक्क फाइनली बुसुरी पनि आइपुग्यो बुसुरी यही हो बुसुरी यही हो कमान सर कता हिँडेको अरे ट्याम्के के गर्न भ्रमण पनि घुम्छ खोइ म त यहीँ देख्छु त आज त कस्तो छ है यो दिनै कुहिरो लागेको जस्तो भर्खर आधी हुँदैछ हौ आधी चाहिँ सक्यो अब फेरि अर्कोचोटि चाहिँ सकिन्छ फिनिस्ड अनि बोया यो चाहिँ जो खाने हेर्दैछ है हामी चाहिँ बाटो पनि लागिसक्यो बाटो हिँड्नुपर्छ
प्रदूषण भनेको यो मान्छेलाई थाहा छ प्रदूषण उकालो लाग्यो फाइनली अब जङ्गलै जङ्गल जानुपर्छ यहाँदेखि चाहिँ उकालो जङ्गलै जङ्गल जानुपर्छ है होइन लु भाइरल गर्दैछ केटा हो मेरो भ्लगलाई सपोर्ट चाहियो है मलाई गाइज होइन उता रुखमा जाने होइन गाइजहरू अनि हाम फाल्ने लडिन्छ नि त भाइरल त्यसो भयो अनि भाइरल त लडे रुपा खोलाको टिप्पीको त भिड छैन त्यस्तो भेटी माथि गएर हाम फाल्दै भिडियो भाइरल भनेको मानेन त्यहाँबाट हाम फाल्दा कसैले आएर ऊ समाउँदैन र त कमाउने कुरा होइन आज हाम फाल्नुबाट भाइरल अनि भिडियो बनाउने नै लड भन्छ नि कहाँ भाइरल हुन्छ त होइन यो ढुङ्गाको नाम के अरे चुच्चे ढुङ्गा अरे यो चाहिँ गाइज तर मलाई चाहिँ थाहा छैन यो चाहिँ साथीहरूको नामले भनेको उकालो बाटो हामी चाहिँ उकालो लाग्यो गाइज हेर्नुहोस् है गाइज हामी चाहिँ यस्तो उकालो हिँड्नुपर्छ ए उकालो त राम कम्ता उकालो छ उकालो कम्ता उकालो छ फाइनली गाइस उकालो हिँडियो ट्याम्के जानलाई रेडी हो तल आउँदैछ अरू चाहिँ यहाँबाट चाहिँ खोलाको हावा आउँछ अरे गाइस यो दुलोबाट यतापट्टि जाउँ न यार यो उयो हामी त पहिले आएर फुल खाजा खाने ठाउँमा जाउँ न फोटो हानौँ न एक दुईवटा फोटो हानौँ है यो डाँडामा त गाइज ल सर हावा आयो गाइज तपाईँहरूलाई पनि हावा आयो होला है त्यता ए क्या खतरा छ बा मौसम खतरा छ नि लु गाइज हामीले चाहिँ फोटो खिचेर अनि बाटो लागिसक्यो ल यस्तो बाटो हिँड्नुपर्छ यार हामी चाहिँ कसैले होइन साथीहरू हामीलाई सपोर्ट चाहियो है गाइज भर्खर भ्लग बनाउँदैछु कि धेरै सपोर्ट चाहियो मलाई अरू चाहिँ केही होइन त्यति हो भिख मागेको होइन नि हामी चाहिँ यो भिड यस्तरी घुम्नु आइदिएको के नासले अप्ठ्यारो पो रहेछ त टक्कसँगले यो डाँडामा आयो यो डाँडाको नाम चाहिँ मलाई नि थाहा छैन के डाँडा हो कुनै यो डाँडा भएको छ नि यहाँ तल एउटा गाउँ देखिन्छ के यो गाउँ हो हाम्रो गाउँ यस्तो ठाउँदेखि मैले तिमीहरूलाई भनेको त अस्ति नै हामी यहाँ आएको थियौँ कि दामी छ क्या ठाउँ अनि यो माथि चाहिँ हो क्या टाइम त्यो हाम्रो साथीहरू त कमालको पो छ त हेर्नु त भ्यू कस्तो छ लड्यो भने के हुन्छ हालत दामीहरू पनि आइसकेछ है अनिल दाई ओरे भाइ तपाईँलाई मैले भनेको थिइनँ त्यत्तिकै म भन्नुभयो नि त मोमो छ के भरे दिने एक प्लेट दिने भाइ बोकेर मात्र लगेर 10 प्लेटै हाल्नु ए मलाई नि बोकेर लान्न म त सित्तैमा खुवाउँछु होला एउटा त मागेर भए पनि भिख मागेर भए नि आमामा टोलीहरू त यार जन्ती दिने जस्तो छ त मेरो बिहे भएको थियो क्या हो नि प्लेन मगाउनु पर्ला जस्तो छ यार यो उकालो हिँड्नलाई त हिँड्नु गाह्रो भएर अनि सरले चाहिँ टक्कसँगले लोरी काट्दैछ यता पोरे भाइलाई चाहिँ खुकुरी दिएन सर आफ्नै खुकुरी निकालेर काट भन्ने डाइलेक्ट ठोक्दै थियो अनि दाइले होइन दाइ अनि आफ्नै खुकुरी निकालेर काट्नु पर्न कसले खुकुरी लाउनु ल्याएको थिएन त होइन कसले खुकुरी ल्याउनु लगाएको थिएन त होइन ए ऊ तल पनि आउँदैछ हौ अरू त टन्नै जाउँ है लु गाइस धामी बस्न पनि थालिसकेछ यार म ऊ वर्षहरू है
जाँदा के हुन्छ उल्टो मास्क किन लगाएको उल्टो मास्क लगायो के पर्छ चिबाको के अरे लु हामी पनि बाटो लागौँ सकिसक्यो गाइस यहाँ चाहिँ अहिले चाहिँ कालो बाटो हेर मान्छे अगाडि कति हिँडिरहेछ क्या टक्कसँगले अनि हाम्रो साथीहरूसँग टक्क आउँदैछ डान्सको भाइरल दाइ पो त खोटाङको होइन दाइ हो सबैले यो दाइलाई पनि सपोर्ट गर्नु पर्यो है मलाई नगरे पनि यो दाइलाई चाहिँ सपोर्ट गर्नु पर्यो होइन अनि आज चाहिँ कता हिँड्नुभयो त दाइ आज टेम्पो बजार भाइ ए म नि टेम्के नै हिँडेको त उकालो चाहिँ लास्टै उकालो रहेछ है चिप्लेर झन्डै लड्यो है दाइ होइन आशिष उता तल त झन् चिप्ले थियो यार अहिले झन् उकालो छ मालिङको गाडी पस्यो अहिले चाहिँ अब भालुहरू भेट्छ भालुहरू भेट्यो भने खान्छ होला यार म त यार भालु भेट्यो भने बस्दिनँ उकालो लास्टै गाह्रो छ हौ साथीहरू तपाईँहरूलाई पनि टेम्के कस्तो लाग्यो घुम्नु आउनु होला एक दुईचोटि तपाईँले यसो पैसा चाहिँ टन्नै लिएर आउनु मलाई पनि पुग्ने गरी मलाई चाहिँ घुमाइदिने काम हो मेरो त्यही भएर अगाडि पनि सेनामेना राखेर पिची भिडियो बनाउँदै हिँडेको त्यही भएर पेप्स आइयो नि हेर्नुहोस् त त्यसो भए किन आउनु त तेरो अब यहाँ पर्तिर फेरि उकालो जानु परिहाल्छ समस्यामा समस्या ह्यान्डसम टलमा टल यो बाटोले त हामीलाई जाल पो खेल्दैछ त घरि उकालो घरि तेर्सो रे घरि उकालो घरि तेर्सो यो के गर्नु खोजेको भाइरल दाइ आउनु हुँदैछ है पर भाइरल दाइ पो त यहाँ चाहिँ भाइरल दिदीहरू यिनीहरू चाहिँ यो अगाडिको भाइरल दिदीहरू हो सुनु कि क्या हो बाटो ओरिजिनल सफा छ है बाटो ओइ न ठेलो न यार म घोडा चढाएर भए पनि खेल्थ्यो होला यो ओह्रालो फेरि आइयो नि चिप्लिने भयो क्या यो चाहिँ हो नि त बाटो यो लाइन नै जन्ती हिँडेको मेरो बिहेमा भनेको त ट्याम्के पो हिँडेको रहेछ त यो हो नि त बाटो हिँडेको टक्कसँग जन्ती ट्याम्के हिँडेको अरे म रमिते आइपुग्यो है रमिते ऊ त्यो रमिते आइपुग्यो रमिते चाहिँ ऊ त्यो है गाइस रमिते आइपुग्यो हावा खानु जाम है सबै रमितेमा हावा खानु सुस्तिका बुन्नु आउ लुगा धुनु जन्मेदेखि चाहिँ हेरेको लाउने कस्तो म यहाँदेखि हाम फाले नि चिन्छ बिसाङ्ने ठाउँ कि खतरा खान्छ रमिते यही है रमिते तल यो हाम्रो गाउँ तल तुलो जाउँ सन्ते दाइ जाम चलो कति आफ्नो भागी गयो नि को कुकुर छोराको चित्त दुखायो भनेर चित्त नदुखा छोरा चित्त नदुखा मच्छु पछि छोरी माग्दिने मै हो भन्दै रक्सी र भुल्टुङ बोकेर जाने मै हो छोरा रोड निक्लिनु लाग्यो
गाह्रो भयो रोड निक्लिनु चाहिँ गाह्रो भयो रोड त आइ पनि हाल्यो त है कति गाह्रो रोड आइयो ल हो रोड आइयो है रोड आइपुग्यो है गाइज हामी चाहिँ फाइनली रोड आएर पनि रोटै रोड हिँड्नेछौँ अनि धामीहरू चाहिँ तलै छ कोही साथीहरू चाहिँ ऊ पर पुगिसक्यो त हामी चाहिँ भर्खर हाम्रो टिम फाल्टै छ कि फाल्टै छ होइन यति नै रहेछ गुराँस त पहिले त टन्नै थियो एउटा मात्रै रहेछ उता रुमा के अरे गुराँस त यसपालि त रहेनछ खासै बाइक फसेछ त्यही भएर यसो दाइले ठेल्नलाई सहयोग गर्दैछ अब म पनि सहयोग त गर्थेँ तर भिडियो कसले बनाइदिने होइन दाइ सहयोग धेर लोड छ कि तान्नै नसकेर हो नि यो अब त चल्छ होला अब त ठेल्नु पर्दैन है दाइ ठेल्नु पर्दैन है कतिखेर हिँड्नु पालिकाबाट घरबाट तपाईँ पालिका नि बस्नुहुन्छ होइन 7 बजी हिँडेको बाइकले धोका दिएर के आउनु है हामी हिँडेको गुड हेलो भनेको अब भाइरल भइगयो फाइनली मूल भन्ज्याङ आइयो है गाइज ए होइन त मूल भन्ज्याङ को हो त्यो फेरि जाम है कि दामीलाई पर्खिने उतला टोलीहरू आउँदैछ मूल भन्ज्याङदेखि चाहिँ अब अझै आधी घन्टा जति लाग्छ होला है ट्याम्के पुग्न आधी घन्टा 20 मिनट जति लाग्छ है मूल भन्ज्याङदेखि उँभो अझै जानुपर्छ है हामी चाहिँ लु फाइनली मङ्गल धान पनि आइपुग्यो गाइज यही हो मङ्गल धान चाहिँ पानी पेप्सी छ होइन पानी भरौँ न पानी खाऊ यो चाहिँ शुद्ध पानी अरे गाइज शुद्ध अरे के शुद्ध पाप धुएर लान्छ अरे नि त भरे सिमे लाग्छ त्योलाई यो पानीले चाहिँ पाप धुएर लान्थ्यो भन्थ्यो खोइ लान्छ लाँदैन थाहा छैन मलाई चाहिँ मैले चाहिँ के पाप गरेको थिएँ त्यो पनि थाहा छैन है लु मङ्गला थानको पानीले यसो मुख धुएर पनि है पाप गरेको पखालेर जान्छ भन्थ्यो अनि त्यही भएर यसो मुख धुएर पनि हामी चाहिँ उकालो लाग्यो है गाइस होइन आशिष उकालो लाग्यो नि त नि हो ट्याम्के चाहिँ यही हो नि ट्याम्के यो डाँडा ट्याम्के चाहिँ गाइस साथीहरू चाहिँ उति आउँदैछ है तपाईँ नि लगाइदिनु न मलाई भिडियो दामी टिका लगाइदियो
ए रोशनलाई लगाइदिनु केही भन्न चाहनुहुन्छ यत्रो उकालो हिँड्दा मलाई भोक लाग्यो खाजा खाऊ खाजा त मलाई नै खुवाउँदा हुन्छ मलाई के भन्नु छ भन् आई लभ यु लाग्छ फाइनली टेम्के डाँडा यही हो टेम्के डाँडा चाहिँ यही हो गाइज युगलदाईहरू खोइ एकछिन न युगलदाईहरूलाई नि पर्ख्यौँ लु गाइज यहाँ चाहिँ खतरा बनाएछ है पहिले बनाएको थिएन नि त यहाँ अहिले त एउटा पस्यौँ है यहाँभित्र अनि हामीले त के गर्छ त है सत्तुतलेको छैन नि किन पसेर नि के बसेर के गर्ने सट्ट बस्ने फट्ट केटा भिडियोमा चाहिँ आउला छैन घुम्दिउँ कि बस्ने त्यतिकै घुम्दिउँ न के पस्नु होइन जाने घुम्नुपर्छ नि उता घुम्दा उता पहिला घुम्ने हो नि उताबाट हो के हुन्छ यताबाट युवालाई त्यहाँ छ भित्र चाहिँ भिड छ हौ भित्र नबस्दा नि हुन्छ होला पस्छ है दर्शन गर्नुपर्छ नि दर्शन त गरौँ भिड रहेछ सुरज बडा ओ परेछ यो सुरज बडालाई बोलाउनु त सुरज बडालाई बोलाउनु त बोकौँ न थोरै अस्ति त यति त बोकेँ मैले त्यहाँ गरौँ म फोटो खिच्छु हामी के गरौँ त अलि छिटो गरौँ के सबैले त्यो धमान्दा फाइनली हामी पनि मन्दिर छिरेर बाहिर निक्लिएको है गाइस कसैले जाउँ अब अहिले आउँदा यहाँ पसौँ न अहिले त दामी बनाएको रहेछ नि पहिलेको भन्दा नि भर्खर हामी आउँदैछ धामीहरूसित उता ल भिडियो बनाएको छ लु हामी चाहिँ तल बजार घुम्न बजार हिँडेको है खाजा साजा खानलाई
भ्युटारले चाहिँ अहिले खतरा भएछ क्या यो टेङ्के यो तलको चाहिँ बजार हो गाइज लु गाइज म चाहिँ यहाँ तल झरेर साथीहरूलाई माथि आउँदैछ नि म चाहिँ यसो फोटो हान्ने टाइम के कस्तो लाग्यो तपाईँहरूलाई घुम्नु मन छ नि फेरि आउनुलाई बजार भेटियो है सुरुदेखि यो दाइ होइन अर्को दाइ पो त यहाँ त चटपटे पसल मोबाइल पसल गाइज बजार सिरियो यस्तो ल्याऊ मैले त्यहीमा देखेर होइन नि त जाने होइन देखेर होइन यस्तै हिँड्दा ठुकेको होइन भेनासित यसपालि यता बनाएन है गीत चाहिँ खतरा पट्टी धने दाइ त हजुर केही न केही हजुर आउँदैछ धामीसित मूल भन्ज्याङ चाहिँ आइपुग्यो यतिखेर मूल भन्ज्याङ भन्छु कतिखेर आउनुभएको बेलुकै युगल दाइ अनि डोरो सोरो नकिन्ने अनि घर चाहिँ कहाँ हो भाइको खोटाङ अनि हाम्रो नि खोटाङ हो त खोटाङ चाहिँ कुन ठाउँ खोटाङ कुन ठाउँ कहाँ रे ए इन्द्रेणी वाउ इन्द्रेणी पोखरी यो होला नि सस्तो त हो यो कति हारे त 50 ल ल भाइ त्यस्तो एउटै दुवै लाउने हुने यो ठुलो खाले हो होइन सबै एउटै हो कि अनि यसमा धेरै खाँदा नि गइदिउँ न त यो भाइको नाम के हो कसले थाहा भाइ इन्द्रेणी पोखरी भनेपछि इन्द्र होला नि इन्द्रजित होला हो नाम के हो भाइ विष्णु विष्णु सर चाहिँ राई नै रहेछ हामी हाम्रै वंश हाम्रै वंश अरे हो नि त राई भएपछि अहिले भेटिहाल्छ राई भएपछि अब पाछा पनि मिल्नु पर्यो नि त हाम्रै वंश हुनुलाई त ए हाम्रै वंश म त्यसै भन्छु हाम्रै वंश रहेछ चाहिने केला हाने के पर्छ आफ्नै जस्तै अरे ओइ करुणा इम्निसा कासिदा भएन उ ए क्युटीमा क्युटी छ मान्छे भयो त्यस्तो त्यस्तै बनाइदिन्छ ओइ माला साला किन यहाँदेखि यो बजार खतरा देखिँदो रहेछ त है
के भयो अर्को घोडा कता गएछ नि ए घोडा गाइस अब चाहिँ हामी घर फर्कियौँ चखेवापट्टिबाट घर फर्केको हामी 4 जना चाहिँ अरू चाहिँ अब हामीसँगै अघि आएको बाटोबाटै फर्किन्छ एउटा म कहिले आएको थिइनँ यार यो बाटो म कहिले गएको छैन कि उता लु साँच्चै हो के फोटो खिच्नु जाऊ न यार यहाँ त कस्तो दामी दामी छ है साँच्चै फोटो खिचेको छैन जाऊ न उ त्यता माथि फोटो खिच्न यो टाइम खिचे उयो तलको के हो ओइ उ त्यो यो नाम त त्यो पोखरी जस्तो छ नि पाल छ नि पानी छ हो र चखिया बाटो चाहिँ झर्ने ठाउँ चाहिँ दामी रहेछ म चाहिँ कहिले आएको थिएन पनि फोनको चार्ज पनि घटिसक्यो बिसाउने ठाउँ पनि रहेछ नि बिसाउने ठाउँ पनि रहेछ ब्रो बनाएको रहेछ नि हरे कस्तो यार खतरा छ यो ठाउँ रोड आइपुग्यो है अब ओहो चखियाको रोड होइन यो फाइनली चखियाको रोड नि फाइनली चखिया पनि आइपुग्यो मेरो फोनको ब्याट्री कम भइसक्यो अब चाहिँ म यो भिडियो स्थगित गर्छु त्यसैले तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो सबैलाई राम्रो लाग्यो भने सबैलाई शेयर गर्नु होला भन्दै यतिकैमा म बिदा हुन चाहन्छु थ्यांक यू गाइस